माग्नु छ भने भगवानसँग मात्रै माग्नु पर्दछ। पार्वतीपति भगवान शिवसँग मात्रै याचना गर्नुपर्दछ। अरू सांसारिक व्यक्तिहरूसँग याचना गर्नु हुँदैन। जसको घर काशीमा छ तथा अणिमा गरिमा महिमा लघिमा प्राप्ति प्राकाम्य ईशित्व तथा वशित्व नामक आठैवटा सिद्धिहरू दासी छन्। भगवान शिव औढरदानी हुनुहुन्छ। भगवान शिवको थोरै मात्र पनि हामीले सेवा गऱ्यौँ भने उहाँ पग्लिनुहुन्छ। कुनै पनि दिन दुखीले आफू अगाडि हात जोडेर उभिरहेको उहाँ देख्न सक्नुहुन्न। जसले हात जोडेर उनको अगाडि उभिन्छ त्यस्तो व्यक्तिको कामना छिटै पुरा गरिदिनुहुन्छ। भगवान शिवको सेवाबाट सुख सम्पत्ति सुबुद्धि तथा उत्तम गति आदि सबै पदार्थहरू सुलभ हुन्छन्। जुन आतुर जीव उनको शरणमा जान्छन् तिनलाई भगवान शिवले अपनाउनुहुन्छ र निहाल गरिदिनुहुन्छ।